मासु नै खाऊ न आज चाहिँ चाउमिन खानु पर्यो धेरै दिनपछि अनि मलाई त अन्डै हालिदिनौ त अन्डा नि खाने भनेको ल्याऊ भनेर मैले पनि चाउमिनै खाएको हो त तर मेरो भेज होइन चाउमिन त कस्तो हो यो ढुट्टो ढुट्टो छ मैले खाएको बेला कि खोइ त बदाम नि हाल्दैन रहेछ अघि हाल्यो भनेको किन त्यो मोबाइल चलाउँछौ त यही खालकै हो क्या नेपालमा त्यही 10,000 मा दियो कि कहिले हौ 10,000 मा दिएको थियो अरे हुन्छ 10,000 सेकेन्ड ह्यान्ड मोबाइल होला नि सेकेन्ड ह्यान्ड नि होइन थर्ड फोर्थ ह्यान्ड भएको 13,000 कुन पसलले दिएको थियो त्यहाँ युट्युबमा देखाइरहेको थियो क्या पसल त म जान भ्याउँदैन नि हेर्छ हो किन नि त किन न त देखेर त्यहाँ मेरो किन किन्नु त यही भिडियो हालिदिन्छु तिमी यस्तै बोल्दै भिडियो हालिदिन्छु म सबले देखो मेरो भिडियो पछि सुन्ने भयो क्या मेरो जुन स्वर चाहिँ काट्दिनँ म तिमीलाई स्वर हालिदिन्छु राम्रो स्वर छ नबिनेको उस्तै छ झन् उताले त मैले भोइस निकाल्न पर्छ भन्ने नबोलै फेरि खालास बाक्छ आमामा चिन्डो रहेछ भाइ डेट होइन त्यो मात्र भने हेर न तिमीले मेरो मोबाइलमा तेल लगाइदेऊ त पुग्देऊ है यसमा हेर तेलै तेल भाइ त्यहाँ मैले मोबाइल बिग्रेर छिटो पुग्देऊ नुनै लगाइदिनु रहेछ फेरि 1 मिटर तल त्यस्तो त खसिहाल्छ अलिअलि अर्को कसैले त्यहाँनिर मोबाइल पनि बोका पारेर भित्र लुकाएर राख्छन् त्यहाँ उसको गर्लफ्रेन्डको फोन देख्छ भनेर होला मैले उहिले देखिसकेको मेरो गर्लफ्रेन्ड भएछ के देख्यो नि हो कहिले तिमीहरू भेज चाउमिन खाने भनेको मेरो मोबाइल नगर पैसा दिनु त बाहिर भित्र बसिरहनु अनि बाहिर मान्छे हौदेखि हिँड्छ नि थाहा पाउँछ दुईजना भित्र गाँसेर बसिरहनु झन्डै 1,80,000 नवीन चिसो पानीमा कागती हालेर अलि ल्याउ खान मन लाग्यो किन आज बिराम हुनु लाग्यो कि खाइदिनु पर्यो
4:30 भइसक्यो झन् माथि चाहिँ अहिले आएर दिन्छ रहेछ हुनु लाग्यो भन्दा छिटो छिटो काम गर सरसफाइ गर काम नभएर छिटै घर जाऊ बाजे चाहिँ अहिले पैसा दिन्छन् नि उतै भने बाटोमै भेटेको छु जानु फ्राइपन माछ त्यो ढोका बन्द गर न यही के हो इलेक्ट्रिक चलाउनै आउनु छोडेर के हो यस्तो दामी बनाउँछ कि यो समेतलाई सक्यो होइन बाहिर कस्टमर यहाँदेखि कति गर्छ के खोज्छौँ हौ मासु खोज्छ नि के खोज्छ मासु नखाने मान्छेलाई के को मासु चाहियो यहाँ मेरो प्लेटमा छ हाउटनमा मासु हामी त भेजी हो भेजिटेरियनलाई पनि त्यस्तो भन्नुहुन्छ पाप लाग्दैन मैले त्यहाँ भेज खोज्दाखेरि मासु खोजेको भने एक प्रकारको भेज नै त मासु हो नि एक प्रकारले भेज नै मासु हो फेरि तिमी कम त भेज होइनौ भेट्यो भने 2 केजीमा मासु खान्छ यस्तो भाइ भेज छ फेरि मासु त अहिले खाँदैन खाएको बेलामा चाहिँ नखाएको भन्नु मिल्दैन खाएको भन्नु मलाई चाहिँ भेज भन्नु मिल्छ मैले अहिले त मासु खाँदैन अन्त हो हो त त्यसैमा यहाँ 5 त नखाएको मेरो 2 वर्ष जति नै भइसक्यो हो बच्चैदेखि नखाएको होला जन्मेको बेलादेखि खान्छन् तर लिमिटमा खान्छन् क्या त्यसरी खाँदैन नरु नै त्यस्तो तिम्रोमा केही भएकै छैन यो नबिनले त्यहाँ मोबाइल लुकाएर राख्छ के जहिले चाहिँ फोन आइरहेको हुन्छ म देखिरहेको हुन्छु अनि मैले गाली गर्छ भने लुकाएको आज त मैले छाएको किचनमा छिरेँ अनि फेरि त्यहाँ मोबाइल राखेको भने मलाई के छ थाहा हुनु पर्यो नि त हौ म भगवान् हो नि त कहिले काहीँ मान्छे नि भगवान् हुनु परेन त राक्षस मात्र भएर हुन्छ त तिमीहरू जति राक्षस त को छ र यहाँ तिमीहरू होइन तपाईँहरू ए त्यसरी कहिले पनि होइन भिडियो अगाडि राखेर त्यसरी बोलेर हुन्छ अब म यही भिडियो हालिदिन्छु हौ है हेलो गाइस म चाहिँ नवीन हो म चाहिँ यो गायकर क्षेत्रमा धेरै अगाडि छु मलाई यस्तो गीत गाउनुमा धेरै इन्ट्रेस्ट लाग्छ दाहारा भयो नि यसलाई पुच्छामा बाँधेर दाहारा पनि छैन के खानुभएको दिदी भात कतिको मिठो छ त दुनियाँमै नभएको मिठो छ नि एउटा चिया पाए त देऊ न जब गरेर के दिन हो आफू खाने छोरी
कति हल्ला गर्ने यिनीहरू प्याज राख्नुपर्छ हल्ला गर्दैन मुख राखेर